बहुत समय पहिले भारतको महान मुगल सम्राट अकबरले आफ्नो राज्यलाई न्यायप्रिय र समृद्ध बनाउन धेरै बुद्धिमान मानिसहरूलाई दरबारमा राखेका थिए। तिनीहरूमध्ये सबैभन्दा चलाक, चतुर र सजग व्यक्ति थिए मन्त्री बीरबल। बीरबलले आफ्नो बुद्धि, चातुर्य र न्यायप्रियता देखाएर अकबरको मन जित्न सफल भए। अकबर उनलाई मात्र आफ्नो मन्त्री नभई सबै समस्याहरूको समाधान गर्ने सल्लाहकार मान्थे। तर एक दिन अकबरको दरबारमा एउटा अनौठो घटना भयो जसले पुरै दरबार नै चकित बनायो। एक साँझ अकबरले आफ्नो सुन्दर सुनौलो मुकुट लगाउन खोज्दा देखे कि त्यो मुकुट हराएको छ। त्यो मुकुट दरबारमा सबैभन्दा मूल्यवान वस्तु थियो। सम्राटको आनाले चिताएको त्यो मुकुट अचानक हराएपछि सबै दरबारका मानिसहरू चिन्तित भए। अकबरले तुरुन्तै सबै मन्त्री र दरबारका प्रमुख व्यक्तिहरूलाई बोलाएर भने, मेरो मुकुट हराएको छ। जो यस चोरीको रहस्य खोल्नेछ उसलाई म ठुलो इनाम दिनेछु। दरबारमा सन्नाटा छायो। सबैले आफैलाई दोषी नठानुन् भनेर निहुँ खोज्दै थिए। तर बीरबल भने शान्त र विश्वस्त थिए। उनले अकबरलाई न्यानो मुस्कानसहित भने, सम्राट, कृपया मलाई 3 दिनको समय दिनुहोस्, म यो रहस्य पत्ता लगाउँछु। अकबरले उनको आत्मविश्वास देखेर अनुमति दिए। 3 दिनसम्म बीरबलले दरबारमा शान्त तर गुपचुप तरिकाले अनुसन्धान गरे। उनले सबै दरबारका कर्मचारीहरूको व्यवहारलाई ध्यान दिए। उनले सबैलाई एउटै कुरा बताए, सम्राटको मुकुट हराएको छ। मैले तपाईहरू सबैलाई आग्रह गर्छु कि आजदेखि आफ्नो कामप्रति बढी सजग र सचेत रहनुहोस्। कसैले पनि केही लुकाउन खोज्नु हुँदैन। बीरबलले दरबारका सबै मानिसहरूको दैनिक क्रियाकलापको विश्लेषण गर्न थाल्यो। कुन व्यक्तिले कहाँ समय बितायो, को कहिले दरबार बाहिर गयो, कोले मुख खोल्यो र को चुप रह्यो, कसले असामान्य व्यवहार देखायो, सबै कुरामा बीरबल सजग थिए। अर्को दिन बीरबलले एउटा सानो सुराग भेट्टाए। दरबारको भित्तामा एउटा टुक्रिएको कपडाको टुक्रा थियो जुन मुकुटको स्थानको नजिकै भेटियो। त्यो कपडा निकै महँगो कपडा जस्तो देखिन्थ्यो। बीरबलले सोचे, यो कपडा को हो? कसले यस्तो कपडा लगाएको होला जसले मुकुट सुरक्षित त्यहाँ छोड्यो? उनले दरबारका सबैलाई एक एक गरेर सोध्न थाले र कपडाको मालिक खोज्न थाल्यो। बीरबलले ध्यान दिए कि एउटा दरबारका नौकरको व्यवहार अचम्मको थियो। त्यो नौकर पहिले जस्तै खुसी र सक्रिय थिएन, कहिले काहीँ डराएको जस्तो देखिन्थ्यो। बीरबलले उसको घर र गतिविधि बारे पनि खोजी गरे। त्यहाँ उनले पाए कि त्यो नौकर पछिल्लो समय अकबरको कोठा नजिक धेरै समय बिताएको छ। एक दिन बीरबलले त्यो नौकरलाई बोलाएर राम्ररी सोधे, तिमी किन यति डराएका छौ? केही कुरा छ भने मलाई खुलस्त बताऊ, मलाई कसैको पनि दुःख हुने मन छैन। नौकर डरायो र भन्यो, मलाई थाहा छैन, म केही गर्न चाहन्न, म केवल मेरो काम गर्छु। बीरबलले दयालु स्वरमा भने, कुनै कुरा लुकाउन हुँदैन, सत्य भन्नु नै सबैभन्दा ठुलो बल हो। तर नौकरले केही नबोली मुख ताक्यो। बीरबलले एक दिन चोरी भएको स्थानको वरिपरि खोज्दा एउटा सानो कागजको टुक्रा भेट्टाए। त्यो एउटा गोप्य पत्र जस्तो थियो। पत्रमा के लेखिएको थियो, आज राति सबै कुरा बदलिनेछ। तपाईहरूले के सोच्नु भएको छ त्यो सबै गलत छ। यो पत्रले बीरबललाई गम्भीर सोचमा पार्यो। यस्तो पत्र कसरी दरबारमा आइपुग्यो? बीरबलले सबैलाई फेरि दरबारमा बोलाएर एउटा योजना बनाए। उनले दरबारका सबैलाई एउटा ठुलो सभा राख्न बोलाएर भने, मलाई थाहा छ चोरी कसले गरेको हो, म अब यसलाई प्रकट गर्नेछु। अकबर पनि सभास्थलमा उपस्थित थिए। सबैजना उत्सुक थिए। बीरबलले एउटा सानो झ्यालबाट एक माया गहना देखाएर भन्यो, यो गहना चोरी भएको मुकुटको हिस्सा हो। जसले यसलाई लुकाएको छ उसले आफ्नो व्यवहारले आफूलाई प्रकट गरिसकेको छ। सबैजनाले आफूलाई ध्यान दिए। बीरबलले फेरि भने, अब म एउटा खेल खेल्न चाहन्छु। म सबैलाई एउटै प्रश्न सोध्नेछु, तपाईँ मध्ये जसले यो चोरी गरेको छ उसले डराएर आफ्नो उत्तर दिनेछ। त्यसैले कृपया सबैले सचेत भएर जवाफ दिनुहोस्। सबैले आफ्ना उत्तर दिए। बीरबलले सबैको मुखबाट निस्किएको आवाज, हावभाव, अनुहारको रङ्ग बदल्नु, हात हल्लिनु लगायत सबै कुरा ध्यान दिए। त्यसपछि उनले भन्यो, अब म सबैलाई एउटा कुरा बताउँछु। र उनले त्यो नौकरलाई देखाउँदै भने, तिमी हो जसले मुकुट चोरी गरेको छ। तिम्रो हातको हल्लाइबाट मैले थाहा पाएँ। सत्य भन्नु अब तिम्रो लागि राम्रो हुनेछ। नौकर डराएर सच कुरा स्वीकार्यो। अकबरले बीरबललाई गहिरो सम्मान गरेर भने, तिमी जस्तो मन्त्री मेरो राज्यको सबभन्दा ठुलो सम्पत्ति हो।
तिमीले मेरो ठुलो समस्या सजिलै समाधान गर्यौ। बिरबलले विनम्रतापूर्वक जवाफ दिए, सम्राट, सत्य र बुद्धिमत्ताले सधैँ विजय पाउँछन्। हामी सबैले मिलेर न्याय र साँचो कायम राख्नुपर्छ। यो कथा हामीलाई सिकाउँछ बुद्धिमत्ता र धैर्यले सबै समस्याको समाधान सम्भव छ। सत्यलाई लुकाउन सकिँदैन। अन्त्य